फेरि म अर्को भिडियो ल्याएर आउँदैछु। आज मेरो ब्याडमिन्टन टुर्नामेन्ट छ, लन्डन जाँदैछु र अहिले बिहानको 7:25 भयो। दाइ लिन आउँदै हुनुहुन्छ। 8 बजे उठेर जानुपर्छ खेल्न। बेडमै छु अझै, निन्द्रा लाग्छ। निन्द्रा पनि राम्रोसँग पुगेको छैन, सपना नराम्रो देखेको छु। होप गेम चाहिँ राम्रो भयो। आज चाहिँ उहाँको बर्थडे, सो म कल गर्न गइरहेको छु। Happy birthday to you. Happy birthday to you. Thank you. किन सुत्दैछौ? होइन, उठिसकेको। अब नुहाउनु पर्ने अल्छी लागेको छ। बर्थडे दिन नि कल नआउँछ, नुहाउन पनि जस्तो त छैन। भिडियो गराएको किन उठेको ल राम्रो हुनुपर्छ, त्यसै राम्रो छ कि। उहाँ चाहिँ आजको बर्थडे गर्ल हो, बर्थडे मिस। अब बुढी हुनुभयो, आन्टीको नि आन्टी हुनुभयो। अब ल भिडियो साँच्चै गरेर नजान्ने हुन्छ। ह्याप्पी बर्थडे टु यु। Thank you very much. खोइ त केक, खोइ त गिफ्ट। गिफ्ट त अब कता छ खै, मैले त्यतै पठाएको छु होला सायद। आउँदैछ होला, आउँदैछ होला गिफ्ट चाहिँ, बाटोमा छ होला। म नि अब खेल्न हिँड्नु यहाँ दाइलाई कुरेको। ब्याग्स रेडी। अब दाइ भाउजूलाई कुर्दैछु। उहाँहरूले पिकअप गर्नुहुन्छ मलाई, अनि त्यसपछि म चाहिँ निस्किन्छु। अहिले चाहिँ मेरो ब्यागहरूले वेटिङ गर्दैछ। बाटो हेर्दैछु म, दाइ भाउजूको आउँदै हुनुहुन्छ होला सायद। मिठो घाम लाग्छ, भिटामिन डी गेमको लागि। ल दाइ भाउजू नि आउनुभयो लिनलाई मलाई। ल यहाँ भाउजू, यी बाबु, यहाँ बाबु निदा चाहिँ गरेछ है, त्यो एक्टिङ गर्न त। कति बज्यो? 8:30। ठिकै थियो भाउजू। आज त कस्तो बिजी के बाटोमा पनि, अरू अस्ति त सुरु आइन्थ्यो त। आज त घट्टै बिचरी रातो बत्ती पुग्छ। आज बाहिर चिसो चिसो छ। मेरो नि घाँटीमा खै हिजो काम गर्दा डस्ट पसेछ क्या, खस भयो। अर्को एउटा भाउजूलाई घाँटीमा भइरहेको थियो, मलाई सरे जस्तो। दाइले हो क्या सारेको, दाइको नि त्यस्तै छ आवाज त अहिले बिहान भोइसमा। भाउजू दौडिने, दाइलाई निद्रै लागेन होला। सपना नि भाउजू कटाउँछ कटाउनु भने निद्रा लागेको थिएन होला क्या दाइलाई त्यही दिन। के गर्छ होला बुढीले भनेर। एपले काम गर्ने, के भन्छ कहाँ पुगिस बुढी भन्नुहुन्छ होइन। म यहाँ 24 माइल आइसकेँ भनेको, एपले त 21 माइल देखाउँछ त भन्दै। पुरा ट्र्याक गर्दै हुनुहुन्छ। ट्र्याक गर्न पाउँछ क्या, कहाँ छ भने नि। एपसे हुन्छ नि त, आफ्नो मान्छेहरू अब कहाँ छ के छ भनेर। 24 माइल भने 21 माइल देखाएको छ अरे। 21 माइल देखाएको छ ट्र्याकले त भन्दै। त्यो खत्तम भएको छ, म यहाँ 24 माइल छु। म आफै कन्फ्युज भयो, 24 हो नि भइरहेको। गोराले चाहिँ बाटो भएर त्यो ट्र्याकर कोड ल्याउँदो रहेछ। यस कटाउनु भयो, कङ्ग्रेचुलेसन हजुरलाई। थ्याङ्क यू भाइ। आई कान्ट बिलिभ कि मैले चाहिँ गरेँ भनेर क्या। हाफमा चाहिँ हाफपछि चाहिँ म होइन ऊ भन्दै थियो नि त, हाफसम्म त आई हेभ नो प्रब्लम होइन। धेरै भनेको 26 किलोमिटर 27सम्म त जानु पर्छ।
मैले चाहिँ कन्टिन्यू एउटै पेसमा होइन नर्मली दौड्ने भन्दा नि अलिकति स्लो पेसमा होइन नर्मली त अब ऊ हुन्छ नि त तर पनि एउटै पेस कन्सटेन्टली राखिरहेको म कति 38 किलोमिटरसम्म नन स्टप दिएको हो क्या 38 किलोमिटर त्यही मैले एकचोटि टोयलेट गर्दा तपाईँले फोन गर्नुभएको थियो नि होइन त्यति बेला चाहिँ फेरि यति लामो क्यु पऱ्यो क्या टोयलेटमा है एक बोतल पानी एउटा स्निकर पनि खाएर भ्याएको क्या मैले त्यस्तो भयो त्यति बेला हो अनि त्यसपछि चाहिँ अनि एकैचोटि 38 किलोमिटर कटिसकेपछि होला जस्ट 24 माइल्स जस्तो भयो थियो 24 माइल्सपछि चाहिँ बल्ल खुट्टामा मेरो त्यो नराम्रो के ब्याट हुन्छ नि काफमा चाहिँ कस्तो टाइट भएर आयो क्या अनि म त ठ्याक्क बुढालाई सम्झेँ अनि बुढालाई फोन गरेँ बुढा मेरो खुट्टा त कस्तो टाइट भएर आयो त स्टप नगर बिस्तारै जा भन्नु थियो किनभने बुढालाई त्यस्तै भयो भन्दै हुनुहुन्थ्यो नि त पहिला 2 माइल अगाडि अनि त्यस्तो सोचेँ अनि अब त धेरै छैन 2 माइल मात्रै हो होइन अब फेरि आफूलाई पुस गरेर दौडिनु थाल्यो भने त फेरि फिनिस लाइनमा जाँदाखेरि केही भइहाल्यो नि त पुगेन भने त बर्बाद भयो होइन बरु चाहिँ बिस्तारै गर्छु अनि त्यसपछि लास्टतिर चाहिँ स्प्रिन्ट दिन्छु भने क्या अनि त्यही भएर अनि 2 किलोमिटर जस्तो त म त एकदम फास्ट पेसमा वक गरेँ क्या रन गरेर अनि त्यसपछि लास्टतिर चाहिँ अनि बल्ल फेरि ब्याक टु पेसमा गएको तर चाहिँ रमाइलो भयो म्याराथन रमाइलो भयो एकदम रमाइलो दाइले चाहिँ गर्न पाउनु भएन होइन टिकट नपाएर यस्तोमा भेसमा नाम लेखेर जानु पर्दो रहेछ अर्कोचोटि चाहिँ बोलाउने क्या मान्छेले सबैले अनि जस्तो रमाइलो हुँदो रहेछ ल हामी चाहिँ आउन लाग्नु अब अलमोस्ट अझै कति मिनट छ दाइ 10 मिनटमा पुगिन्छ धेरै छैन अब हन्सलो नि हेरेर जान्छ वेदर पनि ठिक छ आज बाबु सुतेको सुतै छ निद्रा पुरा प्रोग्राम उठेर आएको फेरि म्याप त एउटाले भाउजूले चलाउने दाइले म्याप हेर्ने दुईटै यो भाइ चल्छ भयो तिम्रो त देखिदिएन त मैले आज मैले कता गयो यो ऊ भन्ने यो वहाँबाट ल हामी पार्किङमा आयौँ अब तिरपुलको सबै खेलाडीहरू आइसक्नु भएको छ उहाँ टिडुलका खेलाडीहरू हामी अब बल्ल हामी कहाँको खेलाडी दाइ अक्सफोर्ड हामी कुन ए हजुर त ऊ हो यार के अरे होइन एचबिसी क्लबको खेलाडीहरू एचबिसीको लडाकुहरू भाइ पनि खेल्छ अर्को पालि होइन एक्साइटेड छ अब ल यो सबै आइसक्नु भएको छ अब पार्किङ छ नि यो खाल्टो छ के हो कता उता त्यो हाल्ने ल खाजा सुरु भइसक्यो भाइले खाइसक्यो भ्याइसक्यो मेरो हुँदैछ भाउजूको गफ दाइ कति जानुभयो दाइ भित्र ल खेल्ने ठाउँ चाहिँ यहाँ हो रेडी हुँदै रहेछ बिस्तारै ल कार्यक्रम समारोह हुँदैछ यहाँ कुर्सीमा बुढो मान्छे बस्ने कि सानो पनि बस्ने ल फोटो सेक्सन चल्दैछ सबै खेलाडीहरू यहाँ दाइ भाउजूहरू यता हुनुहुन्छ
फर्स्ट म्याच उहाँ पनि के अरे ल भाउजू र म गेम खेलेर यहाँ सकियो अब गाडीसम्म खेलियो सबैजना उहाँ खेल्दै हुनुहुन्छ अझै सबै एक एक स्टेप माथि पुग्नुभयो लिग यो दाइ सेमी फाइनलमा हार्नुभयो भाउजू केमा हार्नुभयो हामी 3 गेम त खेल्यो हामी पनि सेमी फाइनल हार्यो चलिरहेछ गेम घडी बिग्रेछ अहिले कति बजे 4 साढे 4 भइसक्यो उबर गरेर हिँड्दैछु म रिक्सा छ नै मा दिदी घर हिँडेको सामान चाहनु दिदीको घर बन्दैछ यहाँ पुरै
सबै लथालिङ्ग छ यो मिलाएर भ्याउँदा त 12 बज्छ होला है अन्त भोलि के काम छ र हैन हो त नि के काम छ रिटेड गरेर हाल्नु पर्यो यार हेल्प गर्दा हैन दिला दिदीले रुम बनाउँदै हुनुहुन्छ यस्तो मिलाएर राखिसक्नु रुम त अब बिस्तारै अझै छ सामान चाहिँ अब 10 दिनको ड्युटी होला जस्तो घर आउँछ मै त हामी चाहिँ अब बङ्गुर मासु लिन हिँडेको 9 बज्न लाग्यो ए अझै छ अझै के लिएर आइरह भ्याइयो भने नि फेरि लिएर आइरह नजै यार लक गरिदियो ढोका भरमा त गयौँ भनेर आएको त झन् दिदीलाई नक गर्नुपर्ने भयो यहाँ उबाट पनि मिल्छ होला त्यो कतिवटा फ्ल्याट छ अरे यहाँ यता ल हामी चाहिँ सुपर मार्केट जानु लाग्यो गाडीमा अनिस छ नगाडी वेदर नाइस छ 8 बजी 8:30 भइसक्यो अझै उज्यालै छ गाडी चाहिँ सही पुरै लाइट पनि घुम्छ ल यहाँ हुनुहुन्छ हाम्रो अनिस भेना ल यहाँबाट लाग्नुपर्छ त्यसको के छ कहाँ अरे त्यसको जाने र कहाँ जाने नेपाली बदल खेल्दा यहाँ 15 मिनट लाग्छ कि अब त्यसको घर ल्याउने र त्यसको खसी होइन ल्याम हुन्छ ल्याम चिसो हुन्छ होला सायद त्यसको त अहिले मैले देखेको थिएँ नि त टाढै त्यसको त्यहीँ छ टाढा छैन त्यसको त्यहीँ छ गाडीमा त ठिकै छ त्यहीँ छ देखेको छु म्यापमा नेपाली जाने नि नेपाली कहाँ नजिकै भयो नेपाली गयो नि भइगयो नेपाली त्यहाँ फेल्तामा क्या खासै टाढा लाग्यो समीक्षा काम गर्ने यहीँ हो कि यही हो त्यहीँ क्या त्यहाँ समीक्षा आएको अस्ति आएको त होइन कति महँगो हो क्या तेल यहाँ त डिजल त पुरै 8-9 यहाँ त 15 मा दिएछ मैले अस्ति हाल्दा 17 थियो ल अब यहाँ हाम्रो सेफले चाहिँ ऊ बनाउँदै हुनुहुन्छ भात बनाउँदै अब यहाँ अरू कटिङ सटिङ म कटिङ गरिदिन्छु उहाँले चाहिँ अब बनाउनुहुन्छ सबै रेडी हुनु है 9 मध्ये लास्ट भइरहेको त ल खसी पाक्दैछ अनिसले खसी बनाउँदैछन् ल खसी पाक्दैछ अनि खसी बनाउँदै टक्क खाँदैछन् त दिदी बिजी हुनुहुन्छ 5 घन्टा भयो केही मिलाउनु भएन फेरि भन्छ दिदीले भर्खर समाएर क्या कुकरमा मासु अटाउन सानो गोल बेडा त चाहिन्छ होला नि भाटेसी देखाउने छु म ल अब यहाँ खसीको मासु पनि पाकिसक्यो भोक लागेर
भोलि काममा जाने मान्छे होला होला तिमीले मलाई खुवाइदिन्छौ र म केही खाउँदिनँ चाहिँ मलाई कसले खुवाइदिनु हो प्लिज न भाइलाई गन बढाउन न बुढीले नखाएर कसलाई खुवाइदिनेहरू भाइले खुवाइदिइहाल्छ नि के खाने हो हजुरले हो त्यो बोटुको छालमा कि बटुकोमा ठुलो बोटुको म खुवाइदिन्छु बटुकोमा होइन बोटुकोमै आउनु न खानुपर्छ अब तर यो त प्लास्टिक भर्खर रन गर्नुभयो हजुरले उल्टो भयो त्यसै आएन काम गर्ने न खाना काम गर्ने न यहाँ छ अब पाक्यो खाना खानुपर्छ खाना खाइयो अब मेरो बेड पनि रेडी छ अब चार्जर कहाँ दिदी राख्नु त अहिले कि मैले चार्जर के हजुर राख्नु हजुर कति छ मेरो फोन कहाँ छ नि आउनै भयो फोन कहाँ थाहा छैन मलाई भन्ने हो भने कति चार्ज र ए धेरै रहन्छ 27 ल गुड नाइट ल गुड नाइट अनि ल गुड नाइट खाना धेरै खायो टोइलेट जानु पर्ला जस्तै